मार्फा भिलेज हो यो अहिले पनि यति सुन्दर छ है मार्फा भिलेज मुस्ताङको मार्फा भिलेज एकदमै जेरी फिल्म सुटिङको गल्लीमा एकदमै प्रसिद्ध जेरी गल्ली भनेपछि चाहिँ प्रसिद्ध रहेछ एकदमैसँगले हामी यसरी घुम्दैछौँ हेर्दैछौँ यो पुरानो मार्फा गाउँ हुँदै अब एउटा ठाउँ बाटो चाहिँ दुईवटा रहेछ नयाँ र पुरानो हुने यहाँ हाम्रो जोजोले पनि हात हलाउनु हुँदैछ बाई गर्दैछ जोजो यता हेरिदिनु लामा ल ल हामी सबै लामाहरू हामीहरू यसरी गुरुजन यसो घुम्दैछौँ यहाँको चाहिँ छालाहरू यसरी नै सुकाएर राखिरहेछ ल सर ल सर भयो भन्ने के यहाँ चाहिँ नेपाल जापान सम्बन्धका अग्रदूत प्रसिद्ध बौद्ध धार्मिक यात्रा तथा यति तथा अन्वेषक श्री इकाई कावागुची सन् 1899 तिब्बतमा बुद्ध धर्मको अध्ययनको सिलसिलामा यस हिमाली गाउँ मार्फामा आइबस्नु भएको थियो। उहाँको यस ऐतिहासिक बसाइको 77 वर्षको पुण्यतिथि अवसरमा हामी मार्फावासीहरू उहाँप्रति भावपूर्ण ससम्मान हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ। अति नै उत्तम रहेछ यो घरको भित्तामा पोस्टर टाँस्न सख्त मनाइ छ अरू पोस्टर चाहिँ हाल्नु मिलेन।